ए बाघ आयो रे बाघ 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 हेलो एन्ड नमस्ते आई होप सबैजना सन्चै हुनुहुन्छ होला। हामी चाहिँ आज जङ्गलमा घुम्न आएका थियौँ। जङ्गलमा घुम्न यहाँ केही पनि छैन, हेर्न सक्नुहुन्छ। डर लाग्दो छ, रात पर लागिसकेको छ। हजुर यहाँ चरा छ भन्दै हुनुहुन्छ, कतितिर हो चरा, कतातिर छ गइसक्यो। घुम्दै हामी यता पनि आइसकेको छौँ र यहाँ हेर्न सक्नुहुन्छ यसलाई भूत रुख भन्छ। यहाँ रातिमा चाहिँ भूत आउँछ अरे, हेर्न सक्नुहुन्छ तपाईँहरूले। डेन्जर छ यहाँ चाहिँ, मैले चाहिँ देखेको छैन, तर पनि यहाँ भूत आउँछ भन्दै हुनुहुन्छ अरूलाई सोद्धाखेरि चाहिँ। यहाँ डेन्जर छ, यहाँ भूतुनी रुख चाहिँ डेन्जर छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ यस्तो छ, लट्टे लट्टा परेको छ, हेर्न सक्नुहुन्छ। भित्र पनि डेन्जर, डर लाग्दो जस्तो छ। हामी चाहिँ त्यही पनि आइसकेको छौँ, रात पर लागिसकेको छ, त्यही पनि हामीलाई डर त लागेको नै छ। त्यही पनि म भाग्दै भाग्दै खिचिरहेको छु, हेर्न सक्नुहुन्छ। त्यो भूतवाला रुखबाट चाहिँ हामी चाहिँ आइसकेका छौँ र यहाँ चाहिँ अब देख्न सक्नुहुन्छ यो विश्वको सबभन्दा ठुलो रुख अरे, हेर्न सक्नुहुन्छ। नम्बर एक हो यो सबभन्दा ठुलो रुख, हेर्न सक्नुहुन्छ। नम्बर 1 छ यो चाहिँ सबभन्दा ठुलो रुख अरे विश्वको। मलाई देखाउनु, यो विश्वको सबभन्दा ठुलो रुख अरे। यहाँ चाहिँ अहिलेसम्म यो रुखभन्दा कुनै पनि ठुलो चाहिँ अहिले पनि छैन है, यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। ल हामी चाहिँ अब आउनुभन्दा र हामी त्यो विश्वको सबभन्दा ठुलो रुखबाट हामी आइसकेका छौँ र तपाईँलाई म पुनः अरू केही पनि देखाउन चाहन्छु। हेर्दै आउनुहोस्, लेट्स गो। हामी त्यहाँबाट पनि आइसकेका छौँ र रात परिसकेको छ, हेर्न सक्नुहुन्छ। लाइट पनि बलिरहेको छ, हेर्न सक्नुहुन्छ। लाइट पनि बलिरहेको छ, रात परिसकेको छ गाइज, रात पनि लागिसकेको छ। यहाँ भूत पनि हुनसक्छ, जनावरहरू पनि आउन सक्छ, डेन्जर छ यो ठाउँ चाहिँ। र हामी यो सँगसँगै अब जाँदैछौँ, अब कहाँ पुग्छौँ हेर्दै जाउँ। हामीलाई यति बेला, हामी चाहिँ सुनसान छ, यति बेला चाहिँ हामी जङ्गलमै छौँ होइन। यति बेला बाघ भालुहरू पनि आक्रमण गर्न सक्छ, हेर्न सक्नुहुन्छ। यताको अवस्था पनि सबै सुनसान छ, कोही छैन, मान्छेहरू जङ्गलमा हो, हेर्न सक्नुहुन्छ। लाइट बलिरहेको छ, लाइट पनि तपाईँहरूलाई देखाइदिन्छु। यस्तो अवस्था छ यहाँ चाहिँ, जङ्गलमा छ, यहाँ चाहिँ सुनसान छ, कोही पनि छैन। हामी चाहिँ 2 जना मात्र छौँ। यस्तो छ अवस्था चाहिँ यहाँ चाहिँ, डेन्जर पनि हुनसक्छ, हामीलाई जति बेला पनि जनावरहरूले आक्रमण गर्न सक्छ। हामी चाहिँ यहाँ 2 जना मात्र छौँ। ल हामी अब जाँदैछौँ, अब कहाँ पुग्छौँ होइन। हामी मर्छौँ कि बाँच्छौँ त्यो पनि थाहा छैन हामीलाई, तर पनि हामी हिँड्दैछौँ आज। ए बाघ आयो रे बाघ 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 गाइस, यहाँ बाघ आयो भन्दैछन्। हामी चाहिँ अब अर्को भिडियोमा आउँदैछौँ। आज मर्छौँ कि बाँच्छौँ। बाई बाई, सी यू।